नमस्कार। आशा गर्दैछु आरामै हुनुहुन्छ, सन्चै हुनुहुन्छ। यसपालि चुनावको परिणामपछि नेपालभरिमा जुन हावा बगेको छ, जुन राजनीतिहरूमा कोहराम मचेको छ, हामी जनता अति नै उत्साहित छौँ र अति नै खुसी छौँ। किनभने यसपालि जित जनताको भएको हो, कुनै पार्टीको भएको होइन, कुनै दलका नेताको भएको होइन, कुनै बडा महाराजा धिराज भन्नेहरू नेता पार्टीका सभापतिको भएको होइन। यसपालिको जित सिङ्गो नेपालीको जित भएको हो। त्यसैले अब हारिसकेपछि जति पनि पुराना दलहरू छन्, आफ्नो गल्तीलाई सुधार्ने प्रयास गर्नुस्। पहिला आफ्नो जिउभरि लागेको फोहोरलाई सफा गर्नु पहिला, र राजनीतिमा कर्तव्य भन्ने कुरा पनि, जिम्मेदारी भन्ने कुरा पनि हुन्छ भन्ने कुरामा विषय अध्ययन गर्नुस् र आफूलाई राम्रो बनाएर त्यसपछि प्रतिस्पर्धामा आउनुस्। तपाईहरूलाई स्वागत छ। र हारिसकेपछि यसरी सामाजिक सञ्जालमा आएर अफवाह फैलाउने काम नगर्नु दिनुहोला। किनभने हामी सारा नेपाली जनताले पनि राजनीति बुझेका छौँ, कानुन बुझेका नै छौँ, संविधान बुझेका नै छौँ। त हामीलाई यो पाठहरू पढाउनु पर्दैन। यसमा कुनै पनि दुई मत छैन कि अब बन्ने सरकार बालेन सरकार हुँदैन भनेर। हामीलाई आशा छ, विश्वास छ र राष्ट्रिय स्वतन्त्र पार्टीका जति पनि पद अधिकारी नेताहरू सांसदहरू बन्नुभएको छ, उनीहरूमाथि हामीलाई पुरै अटल विश्वास छ। जनतालाई यति भन्न चाहन्छु। अर्को कुरा, प्रत्यक्ष कार्यकारी निर्वाचित यसपालिको चुनावको परिणाम हेरिसकेपछि हामी जनताले यही महसुस गरेको छौँ। हुन त यो कुरा संविधानमा संशोधन भएको छैन, तर पनि हामी जनतालाई यत्रो फिल भएको छ, यही फिल भएको छ कि हामीले आज प्रत्यक्ष कार्यकारी निर्वाचितलाई चुनेर छानेर जनताबाट ल्याएको हो। त्यसको क्रेडिट बालेन शाहलाई जान्छ। त्यसैले हामी बुझिसकेछौँ, सतर्क भइसकेका छौँ, एलर्ट भइसकेका छौँ। हामीलाई नबुझाउनुस् को बन्ने हो सरकार, नबन्ने हो। हामीलाई विश्वस्त छौँ हामी र विश्वास छ आउने सरकार बालेनै सरकार हुन्छ भनेर। धन्यवाद। जय नेपाल।